श्रवण धर्मसङ्घ केन्द्रीय कार्यालय हलखोरिया 12 नेपाल 21औं विश्व शान्ति मई मैत्री बोधि मार्गदर्शन मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम 2082 लोकतान्त्रिक हुर्प्रचौर हेटौँडा उपमहानगरपालिका 4 मकवानपुर 2082 चैत्र 26 देखि 30 गतेसम्म प्रेस विज्ञप्ति मिति 2082 चैत्र 19 गते। मैत्रीनाथज्यूमा अपार प्रणाम सहित सेवा ढोग गर्दछौँ। पूजनीय लोपम स्वयंज्यूमा अपार सेवा ढोग गर्दछौँ। बाल लोपम बालिका स्वयंज्यूमा अपार सेवा ढोग गर्दछौँ र सर्व परमात्मा गुरुहरूमा पनि अपार सेवा ढोग गर्दछौँ। प्रिय सञ्चारकर्मी मित्रहरू, आदरणीय मैत्री अतिथिहरू, सङ्घ भक्त अनुयायी धर्मप्रेमी तथा उपस्थित अनुपस्थित सर्व जगत प्राणीहरू र सम्पूर्ण महानुभावहरू, सबैमा 21औं विश्व शान्ति मई मैत्री बोधि मार्गदर्शन मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम 2082 लोकतान्त्रिक हुर्प्रचौर हेटौँडा उपमहानगरपालिका 4 मकवानपुर अनुष्ठान 2082 चैत्र 26 देखि 30 सम्म बोधि मार्गदर्शन मैत्री धर्म सन्दर्भमा सम्पूर्ण मानव समुदाय, सर्व जगत प्राणी, सम्पूर्ण प्रकृतिलाई उद्बोधित गर्ने महान अवसरमा उपस्थित भई पुण्य मार्गमा समाहित हुन सर्वप्रथम आमन्त्रण गर्दछौँ र तपाईहरूको सदा स्नेह र सम्मानको प्रशंसा गर्दै मैत्री भाव सहित चथोक सैगिवंख्या अर्थात् सर्वमैत्री मङ्गलम। फेरि पनि आज यहाँहरू समक्ष अत्यन्त महत्त्वपूर्ण र मानवताको भविष्यसँग जोडिएको सन्दर्भ 21औं विश्व शान्ति मई मैत्री बोधि मार्गदर्शन मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम 2082 को शुभ उपलक्ष्यमा विश्व शान्ति र मैत्री भावपूर्ण विश्व निर्माण र मैत्री शान्तिको सन्देश लिएर उपस्थित भएका छौँ। आजको विश्व प्रविधि विकास र प्रगतिको उचाइमा उच्च गतिमै दौडिरहेको छ, तर यस समयमा मानव अन्तर्मन तीव्र गतिमा भौतिक र अध्यात्म बीचको द्वन्द्वको चक्रमा अल्झिएर असहिष्णुता, हिंसा र विभाजनतर्फ बढ्दै
गइरहेको छ। यस्तो भयावह अवस्थामा मैत्रीभावपूर्ण शान्ति, सत्य र शुद्धता केवल एउटा सुगा रटाइको शब्दमा सीमित नगरी हामी सबैले यो हाम्रो आवश्यकता, जिम्मेवारी, दायित्व र कर्तव्यभित्र स्थापित गर्नु पर्दछ। अनि मनुष्यले अन्तर्मनबाट नै लोभ, मोह, डाह, ईर्ष्या, घमण्ड त्याग्न सक्नै पर्छ। तब मात्र अहङ्कारयुक्त हिंसक दुष्कर्महरूबाट मुक्त भई सत्कर्म र अहिंसा मैत्री कर्महरू गर्दै शान्ति प्राप्त गर्न सकिन्छ। धर्म मार्गमा होस् वा भौतिक मार्गमा सत्य, शुद्धता, शान्ति प्राप्तिको निम्ति द्वेष भाव त्यागी मैत्री भावद्वारा मात्रै शान्तिको ज्योति छर्न सकिन्छ। समष्टिमा लोभ, मोह, डाह, ईर्ष्या, भेदभाव त्याग्नु नै शान्तिको एक प्रतीक हो। त्यसैले मैत्री भावलाई आत्मबोध गरी अर्पण, समर्पणपूर्ण निष्ठाका साथ निस्वार्थ भाव अर्थात् मैत्री भावद्वारा गरिने सत्कर्मबाट नै ब्रह्माण्डको शान्ति सुनिश्चित छ भन्ने कुरा सर्वलोकले प्रतीत गरून्। किनकि मैत्री भाव भन्नाले केवल मित्रता मात्र होइन, यो सर्व जगत प्राणीहरू, सम्पूर्ण प्रकृति प्रति प्रेम, दया, माया, करुणा, इमानदारिता, सहिष्णुता र सम्मानको अत्यन्त दुर्लभ भावतत्व अर्थात् ज्ञान हो। मैत्रीनाथज्यू वचन गर्नुहुन्छ, धर्म, भाषा, जात, देशको भेदभाव त्यागौं, एक अर्कालाई सम्मान गरौं र मानवतालाई प्राथमिकता दिन सकौं। तब त्यस क्षणबाट विश्व स्वतः शान्तितर्फ अगाडि बढ्नेछ। रिस भनेको विष हो, अमृत भनेको मन्द मुस्कान हो। त्यसैले रिस त्याग गरी मन्द मुस्कानमा रमाऊ, तब छाउनेछ ब्रह्माण्डमा शान्ति। मैत्रीनाथज्यूको यस देशनालाई आत्मबोध गर्दै हामी यस प्रकार सम्मेलन मार्फत सर्व जगत प्राणी हित कल्याणका निमित्त विश्व समुदाय समक्ष केही मैत्री सन्देश प्रस्तुत गर्दछौँ। 1. हामी एउटै सृष्टिदाताको अर्थात् मैत्रीनाथका सृष्टि हौँ। 2. हाम्रो मानव समुदाय सम्पूर्ण जगत प्राणीको अस्तित्व एक आपसमा अनुन्यायश्रित सम्बन्धमा जोडिएको छ। 3. मैत्री भाव बिना शान्ति विश्वमा त के अन्तर्मनमा पनि सम्भव छैन। त्यसैले सरल र सादा जीवन व्यतीत गरी उच्च सकारात्मक मैत्री भाव निर्माण आफैबाट सुरुवात गरौँ। किनकि एक थुकी सुकी 1000 थुकी समुद्र बन्नेछ। 4. जसरी एउटा फूलले आफ्नो सुगन्ध सबैलाई बिना भेदभाव दिन्छ, त्यसरी नै हामीले पनि आफ्नो जीवनलाई
मैत्री भाव मार्फत सेवा भावमा समर्पित गर्नुपर्दछ र तपाईँ पत्रकार मित्रहरू मार्फत विश्वका सबै धर्मका गुरुहरू, विश्वका नेतागण, सञ्चार जगत, सञ्चार माध्यम, नागरिक समाज, सामाजिक अभियन्ताहरू, सरकारी गैर सरकारी सङ्घ संस्थाहरू, नवयुवा पुस्ता तथा सम्पूर्ण मानव समुदाय समक्ष यति बेला हाम्रो आग्रह छ, द्वन्द्व होइन, मैत्री भावपूर्ण संवादको मार्ग रोजौं। घृणा होइन, मैत्री, दया, माया, करुणा फैलाऊं। विभाजन होइन, एकता निर्माण गरौं। आत्मीय परिवर्तनबाट विश्व परिवर्तन गर्न म भन्ने मनोभाव त्याग गरी हामी भन्ने मनोभावबाट सुरु गर्न सक्छौं अनि आफ्नो मन शान्त हुने सत्कर्म गरी शान्त बनाऊ। मनमा सदैव मैत्री भाव राखी सकारात्मक विचारको निर्माणसँगै व्यावहारिक रूपमा पालना गरौँ। अरूको नकारात्मक निन्दा आलोचना भन्दा पनि सकारात्मक विचार मैत्री भावद्वारा निस्वार्थ सेवा भावमा लागौं र सानो सेवा पनि सद्धर्म मैत्री भाव हो भन्ने कुरा मनन गरौं, किनकि व्यक्तिगत शान्ति नै विश्व शान्तिको आधार हो। अन्तमा हामी 21औं विश्व शान्ति मैत्री बोधि मार्गदर्शन मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम 2082 लोकतान्त्रिक हुप्रचौर हेटौडा उपमहानगरपालिका 4 मकवानपुर विश्व शान्ति मैत्री आध्यात्मिक पूजा प्रार्थनाद्वारा पुनः मैत्री सन्देश प्रस्तुत गर्दै यस पत्रकार सम्मेलनको समापन गर्न चाहन्छौं। सत्य, शुद्धता, इमानदारिता, संयमता, धैर्यता, शान्ति हाम्रो उद्देश्य हो। मैत्री भाव हाम्रो शक्ति हो अनि मानवता हाम्रो मैत्री पहिचान हो। तसर्थ हामी सबै मिलेर यस्तो विश्व निर्माण गरौं जहाँ शान्तिको ध्वनि गुन्जिरहोस् र शान्ति, दया, माया, करुणा, मित्रता, मैत्रीता, सहअस्तित्व, सहजीवन, सहकार्य सदा सदा अविराम पृथ्वी रहन्जेलसम्म कायम रहोस्। 21औं मैत्री दिवसको उपलक्ष्यमा यहाँहरू सबैमा यही मैत्री शुभकामना टक्राउँदछौँ। सर्व परमात्मा गुरुहरूको कृपा आशीर्वाद सम्पूर्णमा सदा सदा प्राप्त भइरहून्। ओकु न्येदा अर्थात मैत्री धन्यवाद। सर्व मैत्री मङ्गलम अर्थात चतुर सैद्यवंख्या।